I have joined a group of journalists to visit Northern Gorkha in summer 2010 to attend a culture program organized by a monastery. I have visiting the area third time in last 15 years. I am amazed by the new trails and the bridges. उत्तरी गोर्खाको आर्खेतदेखि छेकम्पारसम्म 80 किलोमिटर र आर्खेतदेखि साम्दो 98 किलोमिटर रहेको छ। त्यसमध्ये आर्खेतदेखि फिल्मखण्ड 42 किलोमिटर रहेको छ र आर्खेतदेखि फिल्मखण्डको 32 किलोमिटर बाटो चाहिँ हामीले बनाउन बाँकी छ। यसको सर्वे डिजाइन एस्टिमेट सम्पूर्ण काम पूरा भइसकेको छ, मात्र हामीले कन्स्ट्रक्सन काम गर्नको लागि चाहिँ आर्थिक अभावको कारणले गर्दाखेरि बनाउन सकिरहेको छैनौं। The trails used to be difficult and dangerous when I visited the area 15 years ago. This has made lives of local people safe and easier. Now mules can carry loads. This had reduced the burden of carrying loads on back of human being. गाउँ ठाउँ अलिअलि गाउँले बनाएको पुलहरू गाउँले बनाएको बाटो त यो मुलुक बाटो त खतरा हिँड्ने बाटो त समग्र डोनालले बनाएको छ नि। अहिले यो बिलमा झर्ने वर्षमा झर्ने पर्दैन, उगोले झर्ने पर्दैन, ओरहरू झर्ने पर्दैन, बिचमा किलो सोर झर्ने पर्दैन, खोलै छ, खर्च चलाउँछ। अब खर्च चलेर अब समग्रको बाटो खोले नि, त्यहाँदेखि अब चल्यो, पहिले चले छैन। फिल्मदेखि यहाँ कोरिडोर बाटो बनाएकोमा धेरै फाइदा भयो, किनभने योभन्दा पहिला त्यो फिल्मदेखि न्याकमुनि भनेको चाहिँ बाँदर हिँड्ने बाटो थियो। पहिला त धेरै नराम्रो नि, कुनै ठाउँमा चाहिँ भिरमा चाहिँ ढोरीमा जुनेर जानुपर्ने, अनि कुनै ठाउँमा चाहिँ त्यस्तै कारहरू हालेर 2-3टा कारहरू हालेर जानुपर्ने त्यस्तोहरू थियो। अहिले चाहिँ त्यस्तो समस्या चाहिँ छैन। बाटो खानेको बेलामा पनि अब आफै बाटो राम्रो हिँड्नु पायो अनि 1-2 पैसा कमाउनु पनि पायो। कसरी कमायो? अब बाटो खाँदाखेरि दिनको चाहिँ त्यो घनमिटरको हिसाब भन्छ नि, त्यो उबासेरहरूले हिसाब निकालेर चाहिँ कुनै अप्ठ्यारो ठाउँमा 300-400 पर्न गयो, कुनै सजिलो ठाउँमा 200 देखि तल कममा बनाएको छैनन्, 400 देखि माथि भरिमा बनाएको, त्यो बिचमा चाहिँ बनाएको ठाउँ अनुसार हेरी सबैले काम भयो। सबैले चाहिँ अब ओरा ठाउँमा अब एरियामा चाहिँ जिम्मा दिएर चाहिँ खान लगाएको। The trail is built following the concept of green road, an environmental friendly concept. The grading of the trail allow the trek to be upgraded to a motorable road. पहिला फिल्मबाट यता सामगाउँ आउनलाई हामीलाई कम्तीमा 3 दिन, धेरैमा 4 दिन, कम्तीमा 3 दिन लाग्थ्यो हैन। अहिले यो समग्रले बाटो बनाएर बाटो अलि छोटो बनाइदियो, बाटो राम्रो बनाइदियो। अहिले हामी भारी नबोकिकन यस्तै रितै आयो भने 2 दिनमा आइपुग्छ। बाटो अलि राम्रो भएछ। पैसारी जाँदाखेरि त ढोरी जुनाएर मेरो पनि यो भिरबाट धेरै खसेर यो हात भाँच्यो। यसरी यो हात भाँच्यो अनि यस्तै 15-20 तलबाट खसेर हात भाँचेको थियो। पहिला म यति दुःख पाएको थियो र अहिले त यसरी चाहिँ कम्मरमा डोरी बनेर
त्यसरी चाहिँ हिँड्नु नपर्ने स्थिति चाहिँ मैले जहाँसम्म लाग्छ मैले सुनेअनुसार उहाँ सामकाराहरूले बनाउनु भएको पनि म धेरै खुसी र अहिले खजरा हिँड्न सक्ने भएको छ, धेरै राम्रो छ। उत्तर गोर्खाको बाटो युएसआइडी र अनि सामकारा प्रोजेक्टले अनि बाटो बनाएको। अनि पहिला यो युएसआइडी र सामकारा प्रोजेक्टले त्यहाँ नआएको पहिला हामी गाउँदेखि यहाँ त्रिशुली पहिला त हामी त्रिशुलीबाट चामल लिएर खान्थ्यो है। 21 दिन लाग्थ्यो है, म आफै पनि भोगेको थियो। The old trails used to climb up and down the hill. Now one doesn't need to be climbed up and down. The length of trail is reduced. Travel days have been reduced by 2 days. This has also reduced the transportation cost of goods. पहिला भनौं छिमेकी जिल्लाहरू मानाङ, मुस्ताङ, ढोलबा, त्यहाँदेखि सोलुखम्बुहरू पनि के वर्ष आखिरी पहिला नि हामी जस्तै हो, सेम हो। तर अहिले चाहिँ उहाँहरू चाहिँ अब भनौँ न गाविस त भन्नु पर्दैन, त्यो गाविस भित्रमा चाहिँ आफ्नो बिग्दिगरको अरू पनि करोडपति भइसकेको छ। तर हाम्रो यहाँ 4 गाविसको एकचोट गर्दा पनि करोड हुने गाह्रो छ, डेभलप भएन। त्यो नभएको कारणले गर्दाखेरि अहिलेसम्म चाहिँ हाम्रो के अरे जिल्लाबाट भनौँ शाखाले भनौँ यहाँसम्म अहिलेसम्म पत्रिकाहरू पनि त्यति आउन सकेको पनि छैन भने यहाँको गाउँको दुखियाहरू उता देखाउन सकेको छैन। With this, trade volume has increased. Young and educated people like Chiring and Doma began staying in the village. सुरुमा त गाउँमा त्यति रमाइलो पनि लाग्दैन, बिदामा वर्षको एकचोटि आउँथे। अनि पछि काठमाडौँमा पढाइ सकेर अनि यसो बिस्तारै गाउँमा बसे, पछि गाउँ नै रमाइलो लाग्यो। अब साथीहरू अब विदेश गएको देखेर आफूलाई पनि जाउँ जस्तो नि लाग्यो हैन। राम्ररी सोच्यो, फेरि विदेशमा गए पनि दुखै गर्ने हो। अब त्यहाँ आरामले गर्ने र बस्ने होइन, दुखै गर्ने हो। त्योभन्दा त आफ्नै गाउँमा दुःख गरौँ न, आफ्नै ठाउँमा आफ्नै गाउँमा केही गर्न सक्यो भने के हुन्छ भन्ने मेरो सोच हो। त्यही भएर म गाउँमै फर्केर आएको। अब यहाँ गाउँलेले जस्तो काम गर्छ म त्यस्तै गर्छु, खेती गर्ने पनि गर्छु, अब चौरीहरू त्यो पाल्ने पनि गर्छु, तरकारी रोप्ने। अब अहिले विगत 3-4 वर्षमा चाहिँ म आएकोदेखि चाहिँ यहाँ धेरै मान्छेले चाहिँ तरकारी रोप्न सुरु गरेछ। पहिला अब मुला र आलु मात्रै रोप्थ्यो, अब अहिले चाहिँ बन्दा, काउली, अब गाजर अनि धनिया, विभिन्न सागसब्जीहरू, चाइनिज सागहरू, राई सागहरू। पिछडिएको त पिछडिएकै हो हैन। हामी सदरमुकामबाट करिब 6-7 दिन लाएर आउनुपर्छ हैन। अब धुवानी महँगो छ। अब 1 किलो सामानको धुवानी गर्दाखेरि 130 रुपैयाँ 50 रुपैयाँ पुगिसक्यो। अब सामान धुवानी पनि गर्न गाह्रो छ। अब खचरले ल्यायो भने चाहिँ अलिकति कम हुन्छ। समन्वय निकायले चाहिँ अब हाम्रो यहाँ चाहिँ ध्यान आकर्षण भएको छैन। जस्तै पर्यटनको कुरा गर्ने हो भने अब मैले मेहनत गरेर होटल बनाएको छु, तर यहाँ चाहिँ पर्यटन कम आउने भएर अब हामीलाई कुनै त्यसकोबाट लाभान्वित भएको छैन। उहाँहरू अब रेस्ट्रिक्टेड एरिया भनेर चाहिँ एउटा सरकारको नीति छ। त्यस कारणले पनि अब यहाँ पर्यटनमा चाहिँ कमजोरी छ। अब यसलाई खुल्ला पर्यटन नीति ल्याएर अब जस्तै अन्नपूर्ण क्षेत्रमा जस्तो पर्यटन चाहिँ यहाँ आउनु पर्यो। अनि हामीले चाहिँ ठाउँ-ठाउँमा पनि होटल खोल्न हामी आफैले चाहिँ जागरुक हुन्छ जस्तो लाग्छ। The new trails and bridges have positive impact on tourism. This encourages local people to celebrate 55th anniversary of the first expedition to the Mount Manaslu. It makes lives of people happier as they can easily attend the cultural event like this. हाम्रो गाउँमा एकदम सुनार छ, एकदम नेचुरल छ। के छ भने हिमाल, पहाड, जंगल अनि जनावर, जडीबुडी अनि खोला, त्यहाँदेखि अनि के छ भने
तालहरू छ, धेरै सुन्दर छ। टुरिस्ट आयो भने अब खोला हुनुपर्छ, यहाँनिर अब चाहिँ अब चाहिँदैन, आयो भने अप्ठ्यारो हुन्छ। त्यो खोला भएपछि सबैले हुन्छ, अब होटल पनि खोल्ने, यहाँ त अब खानापिनाहरू तलबाट लिएर आउँछ, कुलीहरू यहाँ किनेर पिटु किनेर खान्छ, अब फोहोर गर्छ, हगाएर जान्छ। अब टुरिस्ट अब खोला हुनुपर्छ, खोला गएपछि अलिक विकास हुन्छ। 2011 र हाम्रो सरकारले चाहिँ के भन्नुभएको छ भने टुरिज्म ये घोषणा गर्नुभएको छ, 10 लाख टुरिज्म चाहिँ यहाँ नेपालमा वितरण गर्ने भन्ने कुरा हामीले सुनेको छौँ। र त्यही जस्तै हामीले पनि अब यो मनासुलुमा पनि किन नल्याउँ त्यो दिनमा त्यही बेलामा भनेर चाहिँ हाम्रो एउटा ठुलो एउटा आशा। र यो ठाउँमा पनि एउटा ओपन म्युजियम छौँ, उहाँहरूले पनि एउटा खुसीको व्यक्तिले चाहिँ यहाँ आउनु सकिन्छ कि भन्ने हाम्रो ठुलो आशा छ। फेरि अहिले चाहिँ फेरि कुनै ठाउँमा एकदम भत्किएर फेरि कुनै ठाउँमा चाहिँ अलिक समस्याहरू भइरहेछन्, त्यो चाहिँ बनाउनुपर्छ भने हामी गाउँको समितिहरू लोकल मान्छे मिलेर जिल्ला विकासतिर पनि धेरै माग गरे, केही वास्तै गर्दैन। अहिले कुनै ठाउँमा चाहिँ त्यस्तो बाटोकै समस्या परिरहेछ। अहिले मलाई लाग्छ समग्रले अझै पनि पुल राम्रो बनाइदिएको भए, त्यो यहाँको पुल यहाँभन्दा तलको त्यो तल बिचको पुल त्यहाँतिर अझै खचर हिँड्नलाई अझै गाह्रो छ, त्योतिर पुल अलि राम्रो बनाइदिएको भए राम्रो हुन्थ्यो। अहिलेसम्म फिल्म छेकम्पार र फिल्म साम्दोको क्षेत्रमा पनि लगभग 10-15वटा ब्रिजहरू चाहिँ बिग्रेको अवस्था छ। त्यसमा हामीले पुनर्निर्माण नगर्ने, अब 1-2 वर्षभित्रमा नगर्ने हो भने त्यहाँका जनताहरू चाहिँ आवजत गर्न धेरै समस्यामा पर्न सक्छ। सबैले सहयोग गर्नुपर्छ, 4 गाविस सामा र सबै मिलेर काम गर्नुपर्छ। अब तिमी हामी गयो भने विकास हुन सक्दैन। त्यो धर्मशाला त ठिकै हो, टाढा झाडो ठाउँ हो, ठिकै हो, सबै मिलेर काम गर्नुपर्छ। As the area is fragile, trails at some point have been washed away. The landslide, some bridges are broken. There is a possibility of extension of such initiative in the future with some positive changes. That is what people expecting from Samagra and their donors. म 4 गाविसको गाउँलेको तर्फबाट र पनि मेरो आफ्नो व्यक्तिगतबाट चाहिँ समग्र र अनि युएस आइटीले चाहिँ मुठु बितेर पर्यो नि, एकदम धेरै धन्यवाद। र त्यसैले चाहिँ अरुगढदेखि अब सकेसम्म त्यो सिद्धिबास गाविससम्म मोटो बाटो, अनि माथि रुला भन्ज्याङदेखि प्रो गाविसको चाहिँ नम्नुङसम्म मोटो बाटो भएदेखि एकदम खुसी हुँदैछ। त्यो चाहिँ हामी एकदम झन् 40 गाविसले चाहिँ रिक्वेस्ट गर्दैछौँ भने। Thank you USAID, Infant Project and Samagra for supporting build trails in such remote region even during the conflict